ए साथीहरू, आज फेरि पनि तपाईँहरू माझमा खैदार प्रथम पत्रमा सम्भावित आउन सक्ने सम्भावित प्रश्नहरूको सेट लिएर फेरि पनि आइसकेका छौँ। ल अब प्रश्नतिरै गएर छलफल गरौँ है त साथीहरू। अब प्रश्नतिरै गएर छलफल गरौँ। एक नम्बरको प्रश्न रहेको छ साथीहरू। एक नम्बरको प्रश्न रहेको छ साथीहरू, येल्लो प्लानेट भनेर कुन ग्रहलाई चिनिन्छ भनेर एक नम्बरको प्रश्न छ साथीहरू। यसको सही उत्तर के हो तपाईँहरू कमेन्ट गर्नु होला साथीहरू है त। ल ल अब यसको सही उत्तर भनिदिन्छु साथीहरू म है त। यसको सही उत्तर हो साथीहरू येल्लो प्लानेट भनेर साथीहरू शनि ग्रहलाई चिनिन्छ। शनि ग्रहलाई के भनेर चिनिन्छ साथीहरू? येल्लो प्लानेट भनेर चिनिन्छ। यसै गरी अब अर्को प्रश्नतिर जाउँ साथीहरू। हामीहरू अर्को प्रश्नतिर जाउँ। दुई नम्बरको प्रश्न यस प्रकार रहेको छ साथीहरू, क्षेत्रफलका हिसाबले दोस्रो ठुलो महादेश कुन हो साथीहरू है? क्षेत्रफलका हिसाबले दोस्रो ठुलो महादेश कुन हो? यसको सही उत्तर के हुन्छ साथीहरू कमेन्ट गर्नु सोच्नुहोस् त तपाईँहरू। ल सोचिसक्नुभयो? म भनिदिन्छु साथीहरू। अब क्षेत्रफलको हिसाबले साथीहरू दोस्रो ठुलो महादेश हो अफ्रिका महादेश साथीहरू। यसको सही उत्तर हो साथीहरू अफ्रिका महादेश। ल यसको सही उत्तर हो साथीहरू अफ्रिका महादेश। अफ्रिका महादेश चाहिँ दोस्रो ठुलो महादेश हो क्षेत्रफलका हिसाबले। ल साथीहरू अब अर्को प्रश्नमा जाउँ साथीहरू। प्रश्न नम्बर 3 मा जाउँ साथीहरू। ल प्रश्न नम्बर 3 को प्रश्न यस प्रकार छ साथीहरू, सुन्नु होला है। ज्वालामुखी पहाडलाई अर्को कुन नामले चिनिन्छ साथीहरू? सरी यहाँनिर ज्वालामुखी हुनुपर्ने, तपाईँहरू बुझ्नु होला। ज्वालामुखी पहाडलाई अर्को कुन नामले चिनिन्छ साथीहरू है त। ल यसको सही उत्तर के हुन्छ कमेन्ट गर्नु होला साथी। यसको सही उत्तर के हुन्छ सोच्नुभयो तपाईँले? ल म भनिदिन्छु साथीहरू। यसको सही उत्तर हुन्छ साथीहरू नम्बर बी को साथीहरू है। नम्बर बी इज द राइट एन्सर। सञ्जय पहाड भनेर भनिन्छ। सञ्जय पहाड चाहिँ केलाई भनिन्छ त? ज्वालामुखी पहाडलाई सञ्जय पहाड भनेर भनिन्छ है त साथीहरू। सञ्जय पहाड भनेर चाहिँ ज्वालामुखी पहाडलाई भनिन्छ। ल अर्को प्रश्नमा जाउँ साथीहरू। अर्को प्रश्न नम्बर 4 मा जाउँ साथीहरू है त। ल प्रश्न नम्बर 4 यस प्रकार छ साथीहरू, मरुभूमिमा किन पानी पर्दैन है त साथीहरू? ल मरुभूमिमा किन पानी पर्दैन? ल सही उत्तर के हुन्छ कमेन्ट गर्नु होला साथीहरू है त। ल अब म भनिदिन्छु साथीहरू। यसको सही उत्तर हुन्छ किनभने साथीहरू आर्द्रता कम भएर है साथीहरू। मरुभूमिमा किन पानी पर्दैन, वर्षा हुँदैन भने चाहिँ यो आर्द्रता कम भएर। नम्बर डी को चाहिँ के हुन्छ त? सही एन्सर हुन्छ साथीहरू है त। ल अब अर्को प्रश्नमा जाउँ साथीहरू। प्रश्न नम्बर 5 मा। ल प्रश्न नम्बर 5 साथीहरू है, सबैभन्दा बढी उचाइमा रहेको नेपालको सदरमुकाम कुन हो है त साथीहरू? सबैभन्दा बढी उचाइमा रहेको नेपालको सदरमुकाम कुन हो? मुसिकोट खलङ्गा हो कि मुसिकोट हो कि जुम्ला खलङ्गा हो कि साथीहरू? सिमीकोट हो कि साथीहरू? जोमसम्म है त साथीहरू। ल यसको सही उत्तर के हुन्छ कमेन्ट गर्नु होला। ल सोच्नुभयो होला। ल म भनिदिन्छु साथीहरू यसको सही उत्तर। यसको चाहिँ नम्बर सी है साथीहरू। अप्सन सी द करेक्ट एन्सर है। हुम्लाको सिमीकोट चाहिँ के हो त? सबैभन्दा बढी उचाइमा रहेको नेपालको सदरमुकाम हो है त साथीहरू। ल सिमीकोट के हो त? यो चाहिँ सिमीकोट चाहिँ के हो त? सबैभन्दा बढी उचाइमा रहेको सदरमुकाम हो। ल अर्को प्रश्नमा जाउँ साथीहरू। अर्को प्रश्न नम्बर 6 मा साथीहरू, फ्रान्सको राज्य क्रान्तिमा महत्त्वपूर्ण बौद्धिक योगदान दिने व्यक्ति को हुन् है त साथीहरू? फ्रान्सको राज्य क्रान्तिमा महत्त्वपूर्ण बौद्धिक योगदान दिने व्यक्ति को हुन् है त साथीहरू? ल यसको सही उत्तर के हुन्छ साथीहरू यो चाहिँ कमेन्ट गर्नु है त। मोन्टेस्क्यु हुन् कि साथीहरू है त साथीहरू? बेल्टियर हुन् कि साथीहरू? रुसो हुन् कि माथिका सबै हुन्? ल सोच्नुभयो साथीहरू कमेन्ट गर्नु होला है त साथीहरू। ल यसको सही उत्तर हुन्छ साथीहरू। यसको सही उत्तर हुन्छ नम्बर डी है साथीहरू। नम्बर डी। ल नम्बर डी माथिका सबै चाहिँ के हुन् त? फ्रान्सको राज्य क्रान्तिमा महत्त्वपूर्ण बौद्धिक योगदान दिने व्यक्तिहरू हुन् है त साथीहरू। ल अर्को प्रश्नमा जाउँ साथीहरू हामीहरू। प्रश्न नम्बर 7 मा। ल प्रश्न नम्बर 7 को प्रश्न यस्तो छ साथीहरू, कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए? सरी साथीहरू यहाँनिर चाहिँ सम्झौता हुनुपर्ने है त साथीहरू। यसलाई कटाउनु पर्ने भयो। ल कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए? बिपी कोइराला थिए कि साथीहरू? मोहन शमशेर थिए कि साथीहरू है त? मोहन शमशेर थिए कि माथिका प्रसाद कोइराला थिइन् कि साथीहरू है त? टङ्क प्रसाद आचार्य थिए। ल यसको सही उत्तर के हुन्छ साथीहरू कमेन्ट गर्नु होला साथीहरू। कमेन्ट गर्नुहोस् त। ल
यसको सही उत्तर हुन्छ साथीहरू खुसी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री थिइन् मातृका प्रसाद कोइराला के थिइन् त प्रधानमन्त्री थिइन्। त्यसैले नम्बर सी इज द करेक्ट एन्सर है त साथीहरू। ल अर्को प्रश्नमा जाउँ साथीहरू, प्रश्न नम्बर 8मा। ल प्रश्न नम्बर 8को प्रश्न साथीहरू है त, पुटपुटे नाच कुन जातिमा प्रचलित छ है त साथीहरू? पुटपुटे नाच कुन जातिमा प्रचलित छ? राईमा छ कि साथीहरू, लिम्बूमा छ कि साथीहरू, मगरमा छ कि साथीहरू, गुरुङमा छ? ल यसको सही उत्तर के हुन्छ साथीहरू? कमेन्ट गर्नुहोस्। ल सोच्नुभयो यसको सही उत्तर भनिदिन्छु साथीहरू म। यसको सही उत्तर हुन्छ साथीहरू गुरुङमा है साथीहरू। गुरुङ जातिहरूमा पुटपुटे नाच के छ त? प्रचलित छ। ल गुरुङ जातिमा के छ त? पुटपुटे नाच प्रचलित छ। ल अर्को प्रश्नमा जाउँ है त साथीहरू, अर्को प्रश्नमा जाउँ। ल अन्तर्राष्ट्रिय प्रश्न नम्बर 9 साथीहरू, अन्तर्राष्ट्रिय जैविक दिवस कहिले मनाइन्छ है त साथीहरू? अन्तर्राष्ट्रिय जैविक दिवस कहिले मनाइन्छ? ल अप्सन नम्बर ए छ मे 22 मा मनाइन्छ कि साथीहरू, सेप्टेम्बर 16 मा मनाइन्छ कि जुन 5 मा मनाइन्छ साथीहरू, अप्रिल 22 मा मनाइन्छ? ल साथीहरू भन्नु त। ल यसको सही उत्तर हो साथीहरू मे 22 मा है साथीहरू। मे 22 मा के गरिन्छ त? अन्तर्राष्ट्रिय जैविक दिवस मनाइन्छ मे 22 मा है त साथीहरू। ल मे 22 मा। ल अर्को प्रश्नमा जाउँ साथीहरू है त, अर्को प्रश्न नम्बर 10 मा जाउँ। ल प्रश्न नम्बर 10 को प्रश्न है साथीहरू, दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन मुलुकसित युद्धको अन्त्यसँगै पुन एकीकरण भएको थियो एउटै हो साथीहरू है त। ल यसको सही उत्तर के हुन्छ साथीहरू? तपाईँहरू कमेन्ट गर्नु होला। ल सोच्नुभयो भने यसको सही उत्तर म भनिदिन्छु साथीहरू है त साथीहरू। ल यसको सही उत्तर हुन्छ साथीहरू नम्बर डी है साथीहरू। जर्मनी के हो त? जर्मनीको के भयो त? दोस्रो विश्वयुद्धको अन्त्यसँगै पुन एकीकरण भएको थियो जर्मनी है त साथीहरू। ल अब अर्को प्रश्नमा जाउँ साथीहरू है त, अर्को प्रश्नमा जाउँ। ल प्रश्न नम्बर 11 मा। ल प्रश्न नम्बर 11 को यस प्रकार रहेको छ साथीहरू, नेपालको पहिलो लिखित संविधान कुन हो? अप्सनमा छन् साथीहरू, नेपाल शासन विधान 2004 हो कि नेपाल अन्तिम शासन विधान 2007 हो कि साथीहरू, नेपाल सरकार वैधानिक कानुन 2004 हो कि नेपाल सरकार वैधानिक कानुन 2007 हो? यसको सही उत्तर के हुन्छ साथीहरू? तपाईँहरू कमेन्ट गर्नु साथीहरू है त, कमेन्ट गर्नु। ल यसको सही उत्तर म भनिदिन्छु साथीहरू है त। यसको सही उत्तर हुन्छ साथीहरू नम्बर सी है साथीहरू। नम्बर सी नेपाल सरकार वैधानिक कानुन 2004 चाहिँ के हो त? नेपालको पहिलो लिखित संविधान हो। ल साथीहरू यो चाहिँ है यो। ल साथीहरू अब हामी अर्को प्रश्नमा जाउँ। अर्को प्रश्नमा जाउँ है त साथीहरू। ल अर्को प्रश्न 12 नम्बरको प्रश्न यस प्रकार रहेको छ साथीहरू है त, सार्कको स्थापना कहिले भएको हो है त साथीहरू? ल सार्कको स्थापना कहिले भएको हो है त? 1986 डिसेम्बर 8 मा भएको हो साथीहरू, 1985 सेप्टेम्बर 8 मा भएको हो कि साथीहरू, 1985 डिसेम्बर 8 मा भएको हो कि साथीहरू, 1986 नोभेम्बर 8 मा भएको हो? ल यसको सही उत्तर के हुन्छ साथीहरू? तपाईँहरू कमेन्ट गर्नु त साथीहरू, कमेन्ट गर्नु, सोच्नुहोस् है त। त्यो चाहिँ मैले सरासर भन्दै गएँ भने तपाईँहरूलाई पनि झ्याउ लाग्छ के, अलिकति क्रिएटिभ होस् न। ल यसको सही उत्तर के हुन्छ साथीहरू? कमेन्ट गर्नु होला, कमेन्ट गर्नु साथीहरू। यसको सही उत्तर हुन्छ साथीहरू सन् 1985 सेप्टेम्बर 8 मा है साथीहरू। सन् 1985 सेप्टेम्बर 8 मा यसको चाहिँ सही उत्तर सन् 1985 सेप्टेम्बर सरी साथीहरू यो यहाँ लागेछ सन् 1985 सेप्टेम्बर 8 मा। ल यो चाहिँ यसको के हो त? सही उत्तर हो साथीहरू है त। यसलाई हटाइदिउँ। ल अब अर्को प्रश्नमा जाउँ है साथीहरू। ल अब अर्को प्रश्नमा जाउँ। अर्को प्रश्न छ साथीहरू, महान दार्शनिक शुक्ररातको जन्म कहिले भएको हो? यसको सही उत्तर के हुन्छ साथीहरू? तपाईँहरू कमेन्ट गर्दै गर्नु साथीहरू है त। यसको सही उत्तर के हुन्छ? ल म भनिदिन्छु साथीहरू अब
ल यसको सही उत्तर हुन्छ साथीहरू है त ईसापूर्व 477 ग्रिसमा भएको है साथीहरू। ल अप्सनमा के थियो भनेपछि ईसापूर्व 400 ग्रिसमा, ईसापूर्व 420 फ्रान्समा, ईसापूर्व 470 ग्रिसमा, ईसापूर्व 477 स्पेनमा भन्ने थियो। यसको सही उत्तर हुन्छ साथीहरू नम्बर सी, अप्सन सी को ईसापूर्व 477 ग्रिसमा महान दार्शनिक शुक्ररातको जन्म भएको हो है त साथीहरू। ल अब अर्को प्रश्नमा जाउँ हामीहरू साथीहरू, अर्को प्रश्नमा जाउँ है त, अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर 14 है त साथीहरू। प्रश्न नम्बर 14 यस प्रकारको छ, चीनको भ्रमण गर्ने यहाँनिर अलिकति बिग्रिएछ साथीहरू है त, यहाँनिर अलिकति बिग्रिएछ। ल यहाँनिर बनाउँछु म, चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री को हुन्, यसको कमेन्ट गर्दै गर्नु साथीहरू है त। ल यहाँनिर थोरै बनाएँ मैले, ओहो ल यसलाई चाहिँ यतापट्टि ल्याएर चाहिँ त्यो गर्नुपर्ने भयो। ल यत्तिकैमा अब गर्नुपर्ने भयो साथीहरू है, एडजस्ट अब के गर्ने। ल गर्ने, यो तलको नमान्नु होला यसलाई चाहिँ। यसको सही उत्तर के हुन्छ साथीहरू, एमा बिपी कोइराला, अप्सनमा ल बीमा चाहिँ डाक्टर केआर मिङ, तेस्रोमा चाहिँ टङ्कप्रसाद आचार्य, ल डीमा मोहन शमशेर। ल यीमध्ये चाहिँ यीमध्ये को चाहिँ चीनको भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री हुन् है त साथीहरू। ल यसको सही उत्तर के हुन्छ कमेन्ट गर्नु होला साथीहरू, कमेन्ट गर्नुहोस् त, कमेन्ट गर्नु साथीहरू। यसको सही उत्तर के हुन्छ, ल यसको सही उत्तर हुन्छ साथीहरू टङ्कप्रसाद आचार्य है त साथीहरू। ल टङ्कप्रसाद आचार्य यसको सही उत्तर हो, टङ्कप्रसाद आचार्य चाहिँ के हुन् त चीनको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन्। ल हामी चाहिँ अर्को प्रश्नमा जाउँ है त साथीहरू, अर्को प्रश्नमा जाउँ। दुई जिल्लासँग मात्र सिमाना जोडिएको जिल्ला कति छन्, दुई जिल्लासँग मात्र सिमाना जोडिएको जिल्ला कति छन् है त साथीहरू। ल यसको सही उत्तर कति हुन्छ के हुन्छ, ल अप्सनमा छ साथीहरू 3टा 4टा 5वटा 6वटा। ल कतिवटा छन् साथीहरू, ल यसको सही उत्तर म भनिदिन्छु साथीहरू, मैले भनिदिएँ तपाईँहरू कमेन्ट गर्नु होला। यसको सही उत्तर हुन्छ साथीहरू 3वटा छन् है साथीहरू, नम्बर ए इज द राइट एन्सर। ल दुई जिल्लासँग मात्र सिमाना जोडिएका जिल्ला चाहिँ 3वटा छन्। ल साथीहरू हामी अर्को प्रश्नमा जाऊँ है त अब। ल प्रश्न नम्बर अर्को 16 को छ, डेमोक्रेसी इज टु द पिपुल, बाई द पिपुल एन्ड फर द पिपुल भनी प्रजातन्त्रलाई परिभाषित गर्ने व्यक्ति को हुन् है त साथीहरू। ल यसको सही उत्तर के हुन्छ कमेन्ट गर्नु होला साथीहरू। ल परिभाषित गर्ने व्यक्ति को हुन्, ल भयो नि साथी। डेमोक्रेसी इज टु द पिपुल, बाई द पिपुल एन्ड फर द पिपुल भनी प्रजातन्त्रलाई परिभाषित गर्ने व्यक्ति को हुन्। ल साथीहरू अप्सनमा छ आरस्तु, अब्राहम लिङ्कन, महात्मा गान्धी, कार्ल मार्क्स। ल यसको सही उत्तर के हुन्छ साथीहरू कमेन्ट गर्नु होला। ल यसको सही उत्तर के हुन्छ मैले भन्दै साथीहरू, यसको सही उत्तर हुन्छ नम्बर बी है साथीहरू, अब्राहम लिङ्कनले चाहिँ के गरेका हुन् त, डेमोक्रेसी इज टु द पिपुल, बाई द पिपुल एन्ड फर द पिपुल भनी प्रजातन्त्रलाई परिभाषित गरेका हुन्। यो चाहिँ अब्राहम लिङ्कन है साथीहरू, अब्राहम लिङ्कन। ल हामी चाहिँ अर्को प्रश्नमा जाउँ साथीहरू है त साथीहरू, अर्को प्रश्नमा जाउँ। ल प्रश्न नम्बर 17, नेपाल युएनओको सुरक्षा परिषदमा है, नेपाल युएनओको सुरक्षा परिषदमा हालसम्म कतिवटा सदस्य भएको छ, कति पटक भन्दा पनि हुन्छ साथीहरू है त। ल नेपाल युएनओको सुरक्षा परिषदमा हालसम्म कति पटक सदस्य भएको छ है त साथीहरू। यसको सही उत्तर के हुन्छ कमेन्ट गर्नु होला साथीहरू। ल कमेन्ट गर्नुलाई सही उत्तर के हुन्छ, ल यसको सही उत्तर म भनिदिएँ साथीहरू है त। यसको सही उत्तर हुन्छ साथीहरू नम्बर बी को है साथीहरू, एउटा पनि होइन, 3टा पनि होइन साथीहरू, 4टा पनि होइन, 2चोटि है त साथीहरू, 2 पटक के गरेको छ त युएनओको सुरक्षा परिषदमा 2 पटक चाहिँ सदस्य भएको छ। यो बी को चाहिँ के हुन्छ त सही उत्तर हुन्छ। ल अब प्रश्न नम्बर अर्कोमा जाउँ साथीहरू, प्रश्न नम्बर चाहिँ 18 मा जाउँ। ल प्रश्न नम्बर 18 है त साथीहरू, प्रश्न नम्बर 18 मा नारायण हिटी दरबारका डिजाइनर
को हुन्? शङ्करनाथ रिमाल हुन् कि साथीहरू? बी फान हुन् कि साथीहरू? ए बिन लुटरान्स हुन् कि साथीहरू? कुमार नरसिंह राणा हुन् है साथीहरू। ल यसको सही उत्तर के हुन्छ तपाईँहरू कमेन्ट गर्नुहोला साथीहरू, कमेन्ट गर्नुहोला। ल यसको सही उत्तर के हुन्छ? ल यसको सही उत्तर मैले भनिदिएँ साथीहरू। ल यसको सही उत्तर हुन्छ साथीहरू नम्बर बी है साथीहरू, अप्सन बी। बी फान चाहिँ के हुन्छ यहाँ अप्सन पनि बी नम्बरमै पर्छ साथीहरू। ल यसको नाम पनि के छ नि त, बी फानले चाहिँ के गरेका हुन् त, नारायण हिटिदरबारको डिजाइन गरेका हुन्। ल हामी चाहिँ अर्को प्रश्नमा जाउँ साथीहरू है त। प्रश्न नम्बर चाहिँ कति हो? 19मा। ल नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ? ल साथीहरू नेपाली वास्तुकलामा कति प्रकारका शैलीको विशेष भूमिका रहेको छ भन्ने प्रश्न छ साथीहरू। यसको के हुन्छ सही उत्तर तपाईँहरूले कमेन्ट गर्नु होला साथीहरू। ल कमेन्ट गर्नुहोस्। ल यसको सही उत्तर के हुन्छ साथीहरू मैले भनिदिन्छु। यसको सही उत्तर हुन्छ साथीहरू 3 प्रकारका है साथीहरू। नेपाली वास्तुकलामा 3 प्रकारका शैलीको विशेष भूमिका रहेको छ है त साथीहरू। नम्बर बी इज द राइट एन्सर। ल साथीहरू यस युट्युब च्यानललाई चाहिँ एकदम सब्सक्राइब गर्नु होला साथीहरू है त। यस्तै भिडियोहरू तपाईँहरू आइपुगुन्, पहिलो सुरुमै आइपुगुन् भन्नका लागि साथीहरू बेल लाइक आइकन प्रेस गर्नु होला साथीहरू, ताकि चाहिँ मेरा भिडियोहरू यस्तै भिडियोहरू तपाईँहरूमा पहिलो स्थानमै पुगुन् है त साथीहरू। ल अर्को प्रश्नमा जाउँ। ल अर्को प्रश्न छ साथीहरू, जोडा मिलाउनु पर्ने छ है त साथीहरूलाई। टाइप बीको क्वेसन छ। ल फलाम खानी कहाँ पर्छ साथीहरू? तामा खानी कहाँ पर्छ साथीहरू? नुन खानी कहाँ पर्छ साथीहरू? युरेनियम खानी कहाँ पर्छ? यहाँ चाहिँ खानीहरू यो चाहिँ खनिज पदार्थहरू यता राखेर यिनको खानीहरू कहाँ छ साथीहरू? त्यहाँ चाहिँ जोडा मिलाउनु पर्ने छ साथीहरू है त साथीहरू। ल हामी जोडा मिलाउँ साथीहरू है त, जोडा मिलाउँ। ल यसको आधारमा ल फलाम खानी कहाँ छ साथीहरू? कहाँ छ फलाम खानी कहाँ छ? यो फलाम खान चाहिँ साथीहरू कहाँ छ भनेपछि यो फुलचोकीमा छ साथीहरू है, फुलचोकीमा। ल यो तामा खानी कहाँ छ साथीहरू? ल यो तामा खानी साथीहरू यता छ बुद्ध खोला बन्दीपुरमा। ल अर्को छ नुन खानी कहाँ छ साथीहरू? नुन खानी ल यो चाहिँ थाक खोला मुस्ताङमा छ है त साथीहरू। ल युरेनियम कहाँ छ त? ल युरेनियम खानी चाहिँ कहाँ छ भनेपछि चमेलिया नदी किनारमा छ। ल यसको आधारमा अब तल चाहिँ एन्सर अप्सनहरू चाहिँ के टिक लाउँदा कुनमा लाउनु पर्ने भयो त साथीहरू? ल है त साथीहरू। ल ए को चाहिँ के हुने भयो? ए को चाहिँ 3 हुने भयो है त साथीहरू। त्यसपछि बी को कति हुने भयो? 1 हुने भयो साथीहरू। ल सी को कति हुने भयो? 4 हुने भयो साथीहरू। डी को कति हुने भयो त? 2 हुने भयो। यही तरिकाले जाँदाखेरि नम्बर सी है साथीहरू, नम्बर सी चाहिँ के हुने भयो त? राइट एन्सर हुने भयो। यसको सही उत्तर चाहिँ अप्सन नम्बर सी। ल साथीहरू आजलाई यति गरौँ, बाँकी प्रश्नहरू हामी चाहिँ अर्को भिडियोमा गर्नेछौँ साथीहरू। यस्तै भिडियोको लागि तयारी केन्द्र लोकसेवा युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नुहोला, सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू है। सब्सक्राइब गऱ्यो भने चाहिँ मेरा यस्तै भिडियोहरू तपाईँमा आज पहिलो चरणमै पुग्नेछन् है, सबैभन्दा पहिला पुग्नेछन्। बेल लाइक आइकनलाई प्रेस गर्नुहोला र साथीहरू है त तयारी केन्द्र लोकसेवालाई सब्सक्राइब गर्न नभुल्नु होला है त साथीहरू। ल यति भन्दै म छुट्टिन्छु। नमस्कार, राधे राधे।